कालो डरो कालो भयो आज ल ल बल्छी हानेको 2 सेकेन्डमै पार्न सफल हुनुभएको छ बल्छी हानेको 2 सेकेन्डमै ठुलो छ यार यो त यार ऊ त्यही कालो रहेछ त्यही रहेछ त्यही मावर पऱ्यो फेरि यो आज माउर जति सकिने भयो खोला सेकेन्डमा पोखराको फेवातालमा माछा मारेको अनुभव जापानमा आएर देखाउनु भएको छ छोडिदेऊ यो काँडा छोडिदेऊ बल्छी छोडिदेऊ न फुस्काइदिया माछा मेरो त कस्तो काँडाले हानु कि बाबा होइन काटेर अनि यहाँ चट्टे काट्यो चट्टो काटिदियो यार क्यानी हो प्लास्टिक काटेर अलिक पहिले भन्नु पर्दैन नि पोखरामा पाँच ठेलाको मान्छेले तयार हजुरले तयार यतिको मान्छे चाहिएको क्या मरेर त फुस्कियो आयो किरा खोजेर नि आयो यता तपाईँ किन्न आयो किरा खोज्नु फेरि कट्टुमा काँडा अड्काएर बसेर अहिलेसम्म नजिकै भन्नु नारायण दाइले यो फेवातालको माछा मारे जस्तै जापानमा आएर पनि माछा मार्नु भएको छ नारायण दाइसित अनुभव चाहिँ रहेछ है अनुभव चाहिँ रहेछ ल ओहो सुरु त यस्तो भइसक्यो प्रविशल ड्यार ल के हो यो यत्तिकै भएपछि त अब सुरु भयो क्या खेला लागौ आजको यात्रा यता छ होइन ल अब यो बिदालाई अब यो गर्मी छल्ने भन्छ यसलाई चाहिँ गर्मी छल्ने भन्छ गर्मी छल्नको लागि हामी चाहिँ आजको यात्रा चाहिँ यता यो माछा मार्ने बल्छी धुर्बी होइन अनेक फेरि यता यस्तो टोपी पनि छ फेरि मेरो होइन टोपी लाएर च्याप आज दह्रो मारिन्छ च्याप लाएर यस्तो गर्नु पऱ्यो कपाल पनि यार ल लागौँ ल लागौँ हजुर कहाँ निस्क्यो खोज्ने र एउटा ओहो मान्छे है आज मान्छे निकै छ नि यहाँ होइन माछा पर्दैन पौडिने मान्छे छ है त्यहाँबाट हाम फाले खायो यार मान्छेहरू यार क्या र के अहिले एकछिन निस्केला नि त मान्छेहरू यो त यता नि छ मान्छेहरू फराले त्यहाँ यार यता हामी रङ साइडमा हिँड्यौँ यार यता अब यो खोला यहाँ माछा मार्ने मान्छे त्यस्तै छन् ओहो सबैको छुट्टी छ नि त त्यो ओहो ल त्यहाँ फराले खाने यार फराले बुढो फराले यार बुढो केटी रहेछ नि केटी फराले त्यहाँबाट यार अब केटो फराल त झिल्के फराल छ अब त्यहाँबाट त्यहाँ पलाएर यहाँ पौडिनु त सही छ है पड्क्यो उठ्यो नि फराले सब हानिदिन्छ होला त्यहाँ त्यहाँ त 3 राउन्ड जस्तो हानिदिन्छ होला यार हो ठाउँ त खतरा छ यार अब उल्टी सुल्टी जम्पिङ वल्टिङ ब्याक बिल्डिङ सब हानिन्छ आज यहाँ तल आएर सब बार्बिक्यू रहेछ त नि यार हामी चाहिँ फिस बार्बिक्यू हुन्छ आज फिस बार्बिक्यू अन द वे
इङ्ग्लिस फेरि कडा छ नि त माछाको सिग्नल रहेछ यार त्यहाँ के फल्यो ह सन्दीप त खतरा हाँस्यो त यार खतरा हाँस्यो त यार हो ए दाई लौ न है भग्दै हिँडेको मान्छे ऊ त कुना जाम न ओहो यहाँ त अघि के अरे भयो ए त्यसले ऊ लगायो होला नि त केही ओहो नि यहाँ पौडी खेलेका मान्छेहरू ये डढिनु भयो यार ओए खराले ठिकै हो ल सुरु गरौँ पहिला चाहिँ किरा खन्न बाहिरै आएको थियो माछा त्यसलाई पखाली मेरो भागा त्यसलाई मैले गर्छु किरा खोज्ने ल जाउँ किरा हेर्नु चिन्नु पऱ्यो क्या किरा खोज्ने यस्तो चिने उताको धागै छ यार त्यहाँ धागै छ के त्यसलाई सोध्नुपर्छ यार सोल्टी यार छोड्दिनँ अहिले पाउँछ त्यस्तो र कति आउनु जाउँ पहिलाको त त्यो यति आउँछ त्यसले त बल्छिसक्यो सन्दीप त्यसको मुखमा बल्छिसक्यो त्यो काँडा झिक्यो नि एउटा काँडा हुन्छ यार कहाँको थियो यहीँ थियो त्यो मरिसक्यो कि त्यो मरिसक्नु लाग्यो कि ऊ के यी के यहाँ आइसक्यो कि यता आउँछ र म सोच्छु होला भयो डोरी नै छ कि देखौ डोरी नै छ कि कहाँ गयो अहिले त त्यहीँतिर छ तर कता छ बस्ने एकछिन त्यहीँ बस्नु त म हेर्छु अलि हाम नफाली जान पर्ने हो कि माछा छक्की चक्करमा पानी फरालेको माछै गायब भयो कत्रा बल्छी नै लिएर हिँड्छ त्यो माछाले यार माछा भयो नि त्यो माछा सर्न गएको माछै फुस्क्यो त्यो अहिले आउँछ एकछिनमा म त हामी त खाइहाल्छु क्या खोला त देखेँ न मलाई त किरा खोज्न हामी चाहिँ किरा खोज्न लाग्यो अहिले चाहिँ ल यो माने किरा कस्तो किरा मैले चाहिँ अल्छी देखेको छैन है त्यो चाहिँ माछा मार्नको लागि एउटा किरा हुनु चाहिँ ढुङ्गा टाँसी नि हजुर ए यो चाहिँ किरा खोज्ने उपाय हो किरा यसरी खोज्ने हो ए तल हुन्छ यस्तो पोको परेछ नि यस्तोमा ऊ किरा हो योवाला ऊ खसिहाल्यो त्यो त कालोवाला कालो यस्तो यहाँ त खोइ हो त्योवाला किरा हो कि ए भयो त नि यार यस्तो किरा पऱ्यो चाहिँ यो त गँडौला जस्तो होइन गणेलाकै काम गर्छ ए टोक्दैन यसले टोक्दैन किरा ल किरा खोज्ने यसरी रहेछ यार अब त ल अहिले चाहिँ हाम्रो किरा खोज्ने कार्यक्रम भइरहेको छ होइन म त झोला समातिरहेको छु यहाँ किरा चाहिँ हाम्रो दाजीहरूले हाम्रो सोल्टीहरूले हाम्रो साथीहरूले खोजिरहनु भएको छ होइन ऊ त्यही छ टिपट्टि यो किरा फस्यो है एउटा माछा घाटा लगाएर ल ल्याउनु ल किरा हो ल म यहीँ आइसकेँ ल ओहो नि आज किरा खाने कि माछा खाने हो तिनीहरूले नि किरा खोजिखाने यार
ल ओहो नि टोक्छ नि यसले यहाँ रहेछ 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 मुनि पनि छ भन्दा यहाँ छ दुईवटा ल ओहो जेन्दाले एकचोटि एक पाथी भेट्टाउनु भयो यार वाह किरा यस्तो माइल रहेछ नि यार म यता छ रहेछ 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 ल ल ल यस्तो ढुङ्गा छ थाल्ने हो कि चिज रहेछ त किरा त है ल तिमी बनाऊ त ल म खोज्छु अब हाम्रो बाबाले किरा खोज्न लाउनु भएको छ है सबै छ जापानिज झोले नि खिचे किरा नि खोजेर छ नखिच अर्का त्यसमा त म किरा हाल्छु तिमीको भाइ हेर है अब मेरो पालो किरा अलि उता उता जानु न छैन क्या अलि उता उता जान्छन् भन्दा उता जानु क्या हजुर हजुरले त एउटा पाउनु भने यार ल किन भेट्न हजुरले है त्यो होइन चिज भयो के ल त्यो किरा यार ओ दाइ उयो किरा भेटेँ मैले यार लौ त सन्दीप ओहो ल हाल्ने त हाल्ने त किरा भेटिसकेँ मैले ल जिन्दा ओ दाइ किरा चैन छ है सोल्टी किरा राम्रै भइरहेको छ नि खोजाइ एकदम है ओहो यो भिडियो त राम्रो देखेछ यार यो भिडियो त एकदम अर्ग्यानिक देखेछ त यार आज केसीको भ्लगमा नारायणको भ्लगमा राम्रै आउँछ यार राम्रै भिडियो आउँछ आज राम्रै भिडियो आउँछ भेटाउनु भयो सोल्टी ओहो हालिहालौँ त ल यति चाहियो कि यति चाहियो मैले खोज्दैछु ओइमा यहाँ छ त किरा छ ल म त भेटिहाल्छु यी किरा त म त भेटिहाल्छु कि ध्यान हो क्या शुभराशि यता त किराको पोकै भेटिहाल्छ सोल्टीले फेरि यार झोला भइसक्यो एक झोला हुन लागिसक्यो होइन यो त माछालाई दाना है फेरि यो त माछाको दाना हो ल यहाँ त यो ढुङ्गामा त धेरै रहेछ त्यो कवि सोल्टीकोमा त यार के ओ बा किरा जान्छ हो ल ल ल ल यहाँ त सोल्टी अनि हाम्रो दाइहरूको त घरै रहेछ त अनि यहाँ त कहाँनिर कति छ के छ सब थाहा रहेछ अनि ल ल यहाँ छ कि हेर त यहाँ छ जस्तो लाग्यो होइन र हो कि होइन हुन्छ यस्तो रहेछ के भेट्छ के नारायण दाइले त किरा भेट्छ ल किरा त मैले कति भेट्छु कि फेरि यस्तो कुरा ल ल ल ल ल यति भयो त पुग्यो क्या हो थाहा भयो बगेको पानी अब हाँसिन्छ बगेको पानी चाहियो किरा है हो लगभग किरा अब यति भयो पुग्छ कि भन्ने आश चाहिँ भयो
50वटा जति बनाइयो बढी छ 40-50वटा अन्त यार यति किरा छ मोर्चा नारेको नत्र हो ल जा ल है त दाइ यतिलाई अहिले माछालाई यतिलाई है अब नेक्स्ट भनेको टार्गेट माछा हाल्यो एकछिन होइन यहाँ चाहिँ कसले माछा छोपेर राखेको छ फेरि यहाँ भाँडाभित्र ल गइन्छ अब माछा मार्नतिर लागिन्छ अब चाहिँ हाम्रो साथीहरू अगाडि बढिसक्नु भएको छ माछा हनको लागि अब बवाल हुनेवाला छ यहाँनिर माछा होइन ढाक 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 पार्नेवाला छौँ हेरौँ होइन कस्तो हुन्छ ल हेर्नुहोस् हट माछा मार्न सजिलो छैन नि खोज्नु पऱ्यो दाना खोज्नु पऱ्यो दाना हाल्नु पऱ्यो अनि बल्ल माछा मारिन्छ कहाँ त्यसै हुन्छ अब यो सानोहरू के हामी पौडिन्छ अरू खाइसक्यो क्या माछा पनि थाहा एउटा बल्छीले हिँडेको माछा चाहिँ कहाँ गयो कि बल्छीले हिँडेको माछा सुरु हुँदैछ पर्फर्मेन्स हजुर त मेरो सब छ कमेन्ट गरेको त भाइ बहिनीले त्यो है त ल अब चाहिँ सोल्टीले त तयारी हुँदैछ नि सोल्टी है यो चाहिँ अब पुरै पूर्ण रूपमा तयारीका साथ ल ट्याक्क ट्याक्क झिकेर मुखबाट च्याप्प पारे यार यस्तो यतिको मान्छे चाहिएको क्या परेर त फुस्कियो यार परेर नि फुस्कियो पर्दो रहेछ है ठिक छ नि एउटा त सुरुमा त फुस्काउनु पर्छ कि दाइ है ल अब यता सुरु भइसक्यो खेल है बिस्तारै तान्नु बिस्तारै भनेको म हान्छु त्यसलाई ओहो सुरु त यस्तो भइसक्यो प्रविशल ड्यार ल के हो यो यत्तिकै भएपछि त अब सुरु भयो क्या खेला सुरु भइसक्यो त्यो उमा के अरे बाल्टिनमा पानी हाल त ल पानी हाल पानी हाल अब यहाँ माछा पार्न सुरु भइसक्यो खेल होइन धेरै नहाल खेल सुरु भयो ओहो खेला एउटाबाट सुरु भयो अब चाहिँ अब सुरु भयो अब यहाँ नारायण बाबाले बल्छी बनाउँदै हुन्छ दुईवटा थाप्छु दुईवटा काँडा बनाएर थाप्छु मैले पोखरा फेवातालमा यस्तो थापेको हो भन्नुभयो के र फेवातालमा थापेकाले अब यहाँ क्यार हुन्छ अब हेरौँ है त सबैले हेर्नु प्रतीक्षा गरेर बस्नुहोस् नारायण दाईको युट्युब च्यानलमा टक्क माछा मारेको आज आउँछ दानसानले एउटा पारेको थियो त्यही पनि भुत खायो दानसानले त त्यस्तै अर्थ क्या सधैँ यतै हाम्रो प्रवीण सानले चाहिँ एउटा पारिसक्नु भयो खाता खोलिसक्नु भयो प्रवीण सानले दानसानले खाता खोल्नु थियो त्यही पनि फुत्कियो एउटा हातको पनि पार्न सफल हुनुभएको छ हाम्रो प्रवीण सानले दुईवटा मारिसक्नु भयो है उताभन्दा ठुलो हो है माछा ल ल दानसानले नि खाता खोल्न सफल हुनुभएको छ त्यही पनि फुत्किन्छ कि यहाँ हेरौँ दानसानले नि खाता खोल्न अब खाता नखोल्ने यता मात्र हुनुहुन्छ अनि यो बाँधिएन पऱ्यो कि एक चाहिँ एउटा टोली उहाँ छ होइन उहाँ रान्दैछन् एउटा टोलीले एउटा हाम्रो साथी यहाँ उयो साथीले फेरि पार्नु भयो फेरि पऱ्यो क्या फेरि ब्याक टु ब्याक फेरि माछा ओहो माछा त ल ल ल ल ल ल यति भएपछि खाइयो आज ल पऱ्यो यति भएपछि ल टेन्सन छैन सबैभन्दा हाइएस्ट माछा मार्नेमा अहिले प्रवीण सान गनिनु भएको छ अहिलेसम्म 4वटा माछा पारिसक्नु भएको छ
अब हाम्रो यस युट्युब च्यानलको धनी नारायण दाईको पालो। ल ल बल्छी हानेको 2 सेकेन्डमै पार्न सफल हुनुभएको छ। बल्छी हानेको 2 सेकेन्डमै 2 सेकेन्डमा पार्नु भएको छ। उहाँले पनि खाता खोल्नु भएको छ। ल 2 सेकेन्डमा पोखराको फेवातालमा माछा मारेको अनुभव जापानमा आएर देखाउनु भएको छ 2 सेकेन्डमा। अब हेर्दै जाऊँ आज कति माछा पर्छ। सबै प्रो हुनुहुन्छ यहाँ, किरा हाल्दै हुनुहुन्छ है। हाम्रो फेरि दान्छन् उहाँ पारी झ्याउ हुन्छ, बल्छी जेलिन्छ भनेर बारी गएर माछा मार्दै हुनुहुन्छ। एकजना यता हुनुहुन्छ है, फेरि फाल्नु त उता पुनेर फाल्नु न, उतै फाल्नु क्या अलि यहीँ पऱ्यो। ल है 1 2 3 फालेको 3 सेकेन्ड। पार्नु भयो नारायण दाले माछा पार्नु भयो। 2 चोटि। ओ उता पनि है उ हो। ल कस्तो पार्न छ हेरौँ त, खोलेर देखाउँ सबै। रेखा बिचरा यार खोइ माछा पर्नु त। ओ ठुलो पार्न छ यार। ल फेवाताला माछा मार्नु भएर चाहिँ यहाँ सबैले देख्नुभयो होला के अरे। माछा हालेको अहिले 22 सेकेन्डमा माछा पार्नु भयो। 22 सेकेन्ड है अहिले, अघि 3 सेकेन्ड अहिले 22 सेकेन्ड। हाम्रो फेरि अर्को सरले नि पारि पार पारो खोइ देखाउनु त भिडियोमा खोइ। दानसनले खै के अरे उहाँ है एक्लै छ फेरि उहाँ के अरे ल अर्को पनि माछा पार्न सफल हुनुभएको छ नारायण दाईले। ठुलो पार्नु भयो चाहिँ माछा पार्नु भयो हजुरले है। फेरि अर्को देखाइदिनु त यहाँ नारायण दाईले यो फेवातालको माछा मारे जस्तै जापानमा आएर पनि माछा मार्नु भएको छ। नारायण दाईसित अनुभव चाहिँ रहेछ है, अनुभव चाहिँ रहेछ। ल अनुभव यति भएपछि पक्का प्योर 100% रहेछ। ल पास। ओ माई गड सुवरासी।
परबिन ए परेको परै छ है सन्दीप ल ल ल पाउनु भात भात चाहिँ लगाएर पाउनु खतरा परेको परेछ माछा ये बा यो किरा पुरानो होइन खाँदो चाहिँ माछा त्यहाँ त्यो एउटा किरा चाहिँ जस्तै पर्यो है किरा चेन्ज गर्नुपर्ने भन्छ म त पारेको बारी छु क्या अन्त सन्दीप खाँदो रहेछ सोल्टी मैले मिठो खाने माछा ठुलो माछा पऱ्यो ठुलो माछा माछा उति नखा मिसाएर जानुपर्छ क्या हो खानालाई खाएर पनि पोल्दै एउटा किरा पनि मिस भयो नि उही भन्ने को एकचोटि त्यही ठुलो धन्ने त्यही ठुलो गर्छ ठुलो पऱ्यो यार बल्ल यार ठुलो आयो भने त्यही हो कि माछा पर्छ थाहा तिनीहरू सबै गयो नि त उता क्यामेरामै कुरा छु यताउता पनि फुत्किन्छ देखाउनु पऱ्यो नि त क्यामेरामा मैले पनि पारेको है हेर्नु सरहरू मैले नि आयु नै पारेको छु यार ल पर्मिट लाउनु अब त यसले त सर्लक्कै निलेछ यार अब चाहिँ ठुलो माछा फुस्काएँ मैले अब तान्दैछु त्यसलाई नलाउनु नलाउनु अब त्यसलाई तान्छु मैले थापिरहेको छु पर्छ पर्छ हो तपाईँको कालो मेरो कालो यहीँ चाहिँ छ यतिखेर कता डह्रो पार्ने अब डह्रो पारी माछा यार जापान आएर पहिलोचोटि यसरी हो त्यति आहा मेरोले भेट्छ कि पर्छै पर्छ
आयो किरा खोजेर नि आयो यता तपाईँ किन्न आयो भने किरा खोज्नु फेरि कट्टुमा काँडा अड्काएर बसेर अहिलेसम्म नजिकै भन्नु चाहिँ हि आमा पर्मिसन दिएर निकाल्दा त तपाईँ चाहिने भयो लाउनुहोस् यो त निस्केला त छाटकाट छैन त्यो काँडा त पुरै सियो उन्दा उनी खाँदैन ल ओ त्यत्रो ल भने काट्नै पर्छ त्यो यार ओ यो हाल्नुपर्छ अब चाहिँ अब यो खाना हाल्ने यहाँ दाइको खाना चुटाले दाइले डोरी नि चुटा ल माछा त कति छ कति आज त कति छ कति परिबराउँछ माछा आज यहाँ फेरि यस्तो पनि परेछ यो ऊ पनि परेछ कि यस्तो माछा पनि परेछ यस्तो माछा परेछ ठुलो साइजको छ आज बरु खाना मजा आउने माछा छ आज हो यो के चिज भनेको चाहिँ यो हो क्या यो सबभन्दा खतरा माछा चाहिँ यो हो मैले पारेको च्याप्प होइन भिडियो हो इस च्याप्प यसलाई चाहिँ यसरी कप्प खाइन्छ अहिले मैले यसलाई इस त पऱ्यो सोल्टी के हो यार यो यार यो बा खोइ यो त डेन्जर छ त यार ए बा यो त जलगैँडा हो यो ए बा खतरा माछा पऱ्यो है विषालु माछा त होइन नि खै खतरा खान्छ है त्यही कालो माछा जस्तै होला कि ओए डेन्जर छ भने नि ओए खतरा माछा छ यार एक्वेरियममा हाल्छु यो माछा माछा त हो के अरे माछा होला ओ दाइ किलोको छ त पऱ्यो यसरी थापेर राखिदिनु पर्छ कि पर्छ कि यो त चिज है यसले हान्छ है दाइ अलिक बिस्तारै गर्नु यो मिठो हुन्छ होला नि के खानुहुन्न यो हुन्छ अस्ति हामी लगाएर खाइसक्यो काँडाल कोप्छ यसको चाहिँ ए पऱ्यो कि ठुलै पऱ्यो मेरा फुस्केर यता पऱ्यो पऱ्यो है अर्को च्याप्प पारिदिएको या त्यो दुइटा यत्रो ठुल्ठुलो पऱ्यो यार झिका त ल झिका ल सन्दीपले झिका ल सन्दीप हजुर चिज पऱ्यो के अरे मुख आयो अर्दैन बाबा कान्छो नरो क्यार त्यो त नि मार्न मन त छैन त्यहाँनिर त नि अब यस्तै रहेछ सबै चलान पारे नि त्यत्रै छोडिदियो यो काँडा छोडिदियो बल्छी छोडिदियो न फुस्काइदियो माछा उठाइन्छ कि जाउनु त्यो लाटो भइसक्यो फुस्काइदियो यार सन्दीपले ठुलो माछा यार पानी हालेर धोइदिन्छ नि माछा बस्छ त यार माछालाई पानीमा लगेर धोइदिने यार त हालिसक्यो नि यार ठुक्क यार कहाँ पुग्यो त्यो होइन नि कहाँ अन्त माछालाई धुन लगेर हुन्छ त कहाँ पुग्यो नि अब हत्तेरी फुस्काइदियो सन्दीपलाई ठुलो फुस्काइदियो बाहिर फुस्काइदियो हत्तेरी यार सोल्टी है पुरै खाएछु कि है कुवा गरेछ क्या कुलाइ गरी भ्याइयो च्याप्प बेला गरेर शीतल बनाइन्छ च्याप्प अनि कस्तो भयो त मेरो त कस्तो काँडाले हानु कि बाबा होइन काटेर अनि यहाँ चट्टै काट्यो चट्टै काटिदियो यार खाने हो प्लास्टिक काटेर अलिक पहिले भन्नु पर्दैन नि पोखरा पाँच थेलाको मान्छेले तयार हजुरले तयार ताकिहाल्दा त हस्पिटलमा गएर नरी भने पाप जुन नै पाउँदैन मैले हाचीको यो ल अझै हान्दै है केटाहरूले अझै ठुलै छ बिस्तारै ठुलै छ क्या ठुलै छ बिस्तारै खेलाइ ठुलो छ यार यो त यार ऊ त्यही कालो रहेछ त्यही रहेछ त्यही माहौल पऱ्यो फेरि यो
आज माउर जति सकिने भए खोलाका ल सोल्टी ल बधाई छ फेरि आयो यस्तो रमाइलो है कति हो कति त्यो काँडाले हान्छ है काँडा हान्छ है मेरो हात काटिसक्यो है ल अब चाहिँ माछा मारेर सक्यो आज घरतिर लाग्नुपर्छ होइन कपाल पनि झिङ्रिङ्गै भइसक्यो यार कालो कालो गरी आज लाग्नुपर्छ कालो गरी आज लाग्नुपर्छ च्याप्प टाढा ठाउँमा आइयो आज त यार भोक लाग्यो कत्रो भयो भोकले यार भोकले भोकले एउटा भयो एक्लै बसेर मासु बोल्यो हाँस दिएर सक्यो आजलाई सक्यो माछा पारेर होइन त दाइ रमाइलो भयो आज पर्यो नि माछा आज राम्रै पऱ्यो माछा चाहिँ माछालाई पखाल्न गएर खुसी यार ल जाउँ अब चाहिँ होइन सक्यो आजलाई चाहिँ सक्यो होइन अब नेपालबाट जापान आएपछि यो चाहिँ माछा मारेको पहिलो भिडियो चाहिँ अपलोड हुनेवाला छ सबैले माया गर्नु होला सपोर्ट गर्नु होला हेर्नु होला भिडियो होइन माछा मारेकै टक्क लाएर है त अब चाहिँ लाग्नुपर्छ च्याप्प लागौँ है त अब चाहिँ है ल आजलाई चाहिँ यति नै गरौँ है ओके ल ओके अब चाहिँ लाग्यो है त यहाँ भन्नु पऱ्यो नि ल जाउँ